नमस्कार मेरो फेसबुक पेजमा रहनुहुने सम्पूर्णलाई यति बेला म चाहिँ मन्जरी रेकर्डिङ स्टुडियोमा छु है। मुस्कान रामजी परियार भाइको एकदमै मिठो देउडा गीत रेकर्डिङ भएको छ। नाम राख्याको पारू हाम्रो यो गीतको एल्बमको नाम रहेको छ। अनि यो गीत निकै नै ठट्टेली पाराको पनि रहेको छ है। मैले चाहिँ गाइसकेको छु। अब यो गीतमा रामजी परियार भाइको स्वर हाल्न बाँकी छ। शब्द लय स्वर हाम्रो रामजी परियारकै रहनेछ भने यसमा सहयोगी चन्द्रबहादुर ताम्राकार, देव नेपाली, करण नेपाली, दीर्घ नेपाली, सुरेश नेपाली हुनुहुन्छ। सबैलाई धेरै धन्यवाद छ। हाम्रो मुस्कान रामजी परियार भाइलाई पनि धन्यवाद छ। हाम्रो यो गीतलाई एरेन्ज विजय थापा भन्छ, फेरि भूमिराज थापा, माइलु दाई, यो थापा दुइटै हुनाले आउँदो थिए। भूमिराज थापा दाईले गर्नु भएको छ। निकै राम्रो धेरै गीत गाइसकेको छु हाम्रो दाईको एरेन्जमा। यो फेरि अर्को गीत गाउने चाहिँ अवसर मौका फेरि जुरेको छ। अनि यसको लागि रामजी भाइलाई धन्यवाद भन्दै दाई बोल्नु त के। नमस्ते सबैले नमस्ते भन्न चाहन्छु। हाम्रो सुदूरपश्चिमको खतरनाक गायिका भनेर रुचाउँछु मैले। हाम्रो गौरी बहिनी हुनुहुन्छ, भर्खर मात्रै रेकर्डिङ गरियो। एकदम मिठो गीत छ। हाम्रो रामजी सरको एकदम मिठो गीत छ। उहाँलाई सबैलाई बधाई दिन चाहन्छु। र यो गीतमा जो पनि जोडिनु भएको छ सबैलाई बधाई छ। र मलाई पनि यति मिठो गीतको एरेन्ज गर्ने, रेकर्ड गर्ने मौका दिनुभयो हाम्रो रामजी सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यहाँ लाइभ हेर्नुभएका सबैलाई मेरो तर्फबाट र गौरी बहिनीको तर्फबाट सम्मान छ। यसरी नै माया गरिदिनुस् हैन। सुदूरपश्चिमको एउटा तारालाई चाहिँ यसै गरी नै सधैँभरि माया गरेर जोगाइराख्नुपर्छ। कलाको खानी हुनुहुन्छ, स्वरको धनी हुनुहुन्छ। र म पनि एरेन्ज स्टुडियोमा यसो एरेन्जहरू यताउता केही पर्यो भने सम्झनु होला। मैले सकेको कोसिस गर्नेछु। हजुरहरूले मौका दिनुभयो भने मैले अझै बेटर गर्नेछु भन्दै बहिनीले नै केही कुरा राख्नुको लागि फेरि आग्रह गर्दछु। हो, थ्याङ्क यू सो मच दाई। निकै मिठो मिठो बोलिदिनुहुन्छ। म आफै भुतुक्क हुन्छु। कस्तो लाग्छ एक टुक्का सुनाऊ है, त्यसपछि हामी बाँकी कुरा गर्छौँ। यो ठट्यौली यति छ, पछाडि झन् रमाइलो गीत छ है। रामजी भाइले निकै नै ठट्यौली गीत कोर्नु भएको छ। शब्द लय पनि मिठो बनाउनु भएको छ। मलाई लाग्छ स्वर पनि राम्रै गाउनु हुनेछ। रामजी भाइलाई बहुत बहुत धन्यवाद भन्दै अब यो लाइभबाट म छुट्टिने बेला भइगयो। सबैलाई धेरै धेरै सम्मान, धेरै धेरै माया, धेरै सम्झना पनि छ। जतिले हेर्नु भएको छ, कमेन्ट गर्नु भएको छ, सबैलाई धेरै सम्झँदै अहिलेको लागि म छुट्टिन चाहन्छु। सबैलाई धेरै धन्यवाद छ।